सबैलाई गुड मर्निङ। यो हो लिटमस केबल र यो 1mm 1.5 2.5 4mm हुन्छ र यो हामीले लगभग बेच्दाखेरि 900 रुपियाँ रोल थियो 1mm र यो बढ्दै बढ्दै गएर 2150 2250 2300 अहिले लगभग खुद्रा यसको मूल्य भनेको धेरै महँगो छ। हामी केही पर्सेन्ट डिस्काउन्ट गरेर बेचिरहेका छौँ र यो हाल पनि केही 3-4 दिन अगाडि फेरि बढेर केही हाई भएको छ र नेपालको अर्थतन्त्रमा उताप चढाव यति भयो कि सीमा छैन। तर यही तार लिटमसकै तार फेरि इन्डियामा एकदम सस्तो छ, तर नेपालमा मात्र एकदम हाई भएको छ। यो मात्र होइन, सामान्य किराको रेट त 100 रुपियाँ दर्जन हुनुपर्ने 300 पुगेको छ भने यो नर्मल कुरा। यो कपर भएको कारणले पनि हुनसक्छ। तपाईँ यदि तत्कालै घर वायरिङ गर्ने सोचमा हुनुहुन्छ अथवा वायरिङ घर बनाउँदै हुनुहुन्छ र तारको खोजीमा हुनुहुन्छ भने तत्काल खरिदेर राख्दा तपाईँलाई बेस्ट हुनसक्छ। हुन त पश्चिमेली देशहरूको युद्ध कारण पनि हुनसक्छ र युद्ध रोकिएपछि यसलाई फेरि यसको प्राइस समायोजन पनि हुनसक्छ, तर फेरि पनि बढ्न सक्ने र कन्टिन्युस सुन बढ्यो कारणले तारहरू पनि बढ्न सक्ने हुनसक्छ। त्यो भएर पनि तपाईँले यदि घर बनाउँदै हुनुहुन्छ भने खरिदेर राख्दाखेरि तपाईँ केही सस्तोमा पर्न सक्नुहुन्छ। नत्र भने यो तार 1 वर्ष अगाडि लगभग 13 देखि 1400 को तार अहिले गएर धेरै महँगो कति हो कति कुरै छैन। एराउन्ड लगभग यसको एमआरपी 3165 रुपियाँ समथिङ जस्तो लाग्छ। 3165 को अझ भ्याट 13% गरेर लिँदाखेरि 32-33 कति पर्छ र यसको हामी डिस्काउन्ट भारी डिस्काउन्ट गरेर 30% भन्दा माथि नै डिस्काउन्ट गरेर दिइरहेका छौँ र तपाईँलाई पनि यदि चाहिन्छ भने हाम्रो पसलमा आउन पनि सक्नुहुन्छ अथवा नजिकको इलेक्ट्रिकल पसलमा समन्वय गरेर पनि खरिद गर्दाखेरि तपाईँ बेस्ट हुनुहुन्छ। हस्त, धन्यवाद।